आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। आफ्ना छोराछोरीमा आत्मविश्वास जगाउनुहोस्। जयमसी। आज मंगलबार डिसेम्बर 30 तारिक पुस 15 गते। आजको बाइबल खण्ड भजन सङ्ग्रह 144 को 12 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, हाम्रा छोराहरू रुखहरू जस्तै हुन्, हाम्रा छोरीहरू स्तम्भहरू जस्ता हुन्। आफ्ना छोराछोरीलाई निरन्तर भन्नुहोस् कि तिनीहरू प्रेम गरिएका, मूल्यवान र सक्षम छन्, अन्यथा तिनीहरूको आत्ममूल्याङ्कन तिनीहरूको सबैभन्दा खराब गुण र धारणामा आधारित हुनेछ। मनोवैज्ञानिकहरू भन्छन् कि संसारका केही सबैभन्दा सफल व्यक्ति ठग भावनाबाट पीडित छन्। अन्तर्वार्ता लिँदा यी मानिसहरूले प्राय गहिरो आत्मसन्देह व्यक्त गर्छन् र भन्छन् कि आफूले ओगटेको पद वा अरूले आफ्नो बारेमा राखेको उच्च धारणाका लागि योग्य नभएको विचार व्यक्त गर्छन्। त्यो कहाँबाट सुरु भयो? घरमा। प्राय यो आत्मधारणा किशोरावस्था अघि नै विकसित हुन्छ, जब बच्चालाई आफ्नो पहिचानको स्पष्ट ज्ञान हुँदैन र ऊ अनाकर्षक, मूर्ख र बेकार महसुस गर्छ। त्यति बेला एक अभिभावकको हैसियतले तपाईले भन्नु आवश्यक छ कि यो छोटो समयको अनुभव हो। यो सुरुङबाट यात्रा गर्नु जस्तै हो, जहाँबाट ऊ निश्चित रूपमा बाहिर निस्कनेछ। बाल्यकाल समाप्त हुँदा देखा पर्ने यौन चेतना, यसलाई जिम्मेवारीपूर्वक र नैतिक रूपमा कसरी सम्हाल्ने भन्ने बारेमा छलफल गर्नुहोस्। त्यसो नगर्नु भनेको आफ्नो बच्चालाई सधैँ सही उत्तर नदिने प्रश्नहरूको सामना गर्न एक्लै छोड्नु हो। तपाईले तिनीहरूलाई निर्देशन दिनुपर्छ र सच्याउनुपर्छ। तर यदि उनीहरूलाई निरन्तर तपाई उनीहरूको टोलीमा भन्दा आलोचना गर्दै उनीहरूको पछाडि लाग्नु भएको छ जस्तो लागेमा उनीहरूमा आफैमाथि विश्वास गर्न र स्वस्थ आत्मधारणा विकास गर्न आवश्यक आत्मविश्वास र पहलको अभाव हुन सक्छ। यदि तपाईका आमा बाबुले तपाईका लागि यो गर्नु भएन भने तपाई अतिरिक्त संवेदनशील हुनुपर्नेछ र तपाईले आफ्ना बालबच्चाका लागि यो गर्नुहुनेछ भन्ने कुरो सुनिश्चित गर्नुपर्ने हुन्छ। भजन रचयिता दाउद हामीलाई परमेश्वरले जवाफ दिनुहुनेछ भन्ने प्रार्थना दिन्छन्। हाम्रा छोराहरू तिनीहरूका युवा अवस्थामा मौलादा रुखहरू जस्तै हुन्, हाम्रा छोरीहरू दरबार सिंगार्न कुदिएका स्तम्भहरू जस्ता हुन्। तपाईका छोराछोरी प्रेमिला, मूल्यवान र सक्षम छन् भनी तिनीहरूमा आत्मविश्वास जगाइदिनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।